सामाजिक सञ्जालमा कुलमान घिसिङलाई ऊर्जा मन्त्री बनाउने भनेर हल्ला फैलिँदै गर्दाखेरि चाहिँ कुलमान घिसिङले भने यस्तो भनेर स्ट्याटस लेखेका छन्। नयाँ बन्न लागेको सरकारमा मैले सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ। नेपालको संविधान अनुसार गैर सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु। जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोमा सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सक्दैन। यस सन्दर्भमा सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रश्न पार्दछु। हामी चुनावी परिमाणलाई सम्मान गर्दै त्यसबाट पाठ सिक्दै उज्यालो नेपाल पार्टीलाई थप समृद्धि बनाउने अभियानमा केन्द्रित छौँ। सुशासन र समृद्धि सहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ। हाम्रो विरुद्ध फैलाएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु भनेर उहाँले स्ट्याटस लेख्नु भएको छ। अब यहाँबाट चाहिँ क्लियर भएको छ कि उहाँ विरुद्ध यो हल्ला फैलाइएको हो, अहिलेसम्म उहाँसँग केही पनि छलफल भएको छैन भनेर एउटा प्रस्ट्याइदिसक्नु भएको छ।